रेड सर्कल च्यालेन्ज त तपाईँहरू सबैले देख्नु नै भएको होला गाइज। तर गाइज आजको यस भिडियो म गर्दैछु 24 आवर लिभिङ साइड अ व्हाइट रेक्टेङ्गल। यो रेक्टेङ्गल साइजमा एकदमै सानो छ, त्यही कारण यदि च्यालेन्जमा मैले व्हाइट लाइनलाई टच मात्रै गरेँ भने चाहिँ म एलिमिनेट हुनेछु। अहिले दिउँसोको 3:30 भएको छ। अब भोलि 3:30 बजेसम्म म यो रेक्टेङ्गलबाट बाहिर जान पाउनेछु। त्यही कारण भिडियो एकदमै बवाल हुनेवाला छ, अन्तिमसम्म हेर्न नबिर्सनु होला। भिडियोलाई स्टार्ट गरौँ है त। मलाई चाहिने एसेन्सियल कुराहरू जस्तै कि पानी, खाना मलाई चाहिँ यहाँ पठाइदिनुहुन्छ गाइज। अहिले त मलाई यस्तो इनर्जेटिक फिल भइरहेको छ गाइज होइन, तर यो इनर्जी कति बेरसम्म रहन्छ त्यो कुरा चाहिँ हेर्न एकदमै आवश्यक छ गाइज। अहिले चाहिँ खानको लागि थोरै नास्ता आइसकेको छ। दिस इज एप्पल, दिस इज काँक्रो। गाइज अहिले मैले खेल्नको लागि यस्तो बवाल चिज ल्याएको छु नि। गाइज यति धेरै मेहनत गरेर मैले यो बनाएँ गाइज। युट्युब लोगो, बेल आइकन, लाइक। सो गाइज तपाईँहरू पनि यो मेहनतको लागि होइन सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। गाइज मैले थोरै जोक्सहरूलाई यहाँ टिपेको थिएँ होइन, सुन्नुहोस् है त। डाक्टर र बिरामीको चक्कर। बिरामी: डाक्टर साहब मलाई एउटा गम्भीर रोग लागेको छ, म जे कुरा पनि तुरुन्तै बिर्सिन्छु। डाक्टर: यो बिरामी तपाईँलाई कहिलेदेखि भएको हो? बिरामी: कुन रोग डाक्टर साहब? गाइज यो चाहिँ अर्को जोक्स, ध्यान दिएर सुन्नुहोस् है त। ब्लड टेस्ट एन्ड युरिन टेस्ट। काले र गोरे हस्पिटलमा रुँदै बसेको देखेर अचम्म मान्दै क्यान्टे: ओइ गोरे किन रोएको यार? गोरे: ब्लड टेस्ट गर्ने भनेर मेरो त औँला नै काटिदियो यार। च्यान्टे: अनि काले त किन रोको? काले: मेरो त युरिन टेस्ट गर्नु पर्छ अरे। सो गाइज तपाईँहरूको लागि एउटा बम्पर अफर है त। सो मेरो चस्माको पावर कति हो भनेर पत्ता लगाउनुहोस् गाइज। म तपाईँहरूलाई 50 रुपियाँ ट्रान्सफर गरिदिन्छु। सो गाइज यत्तिकै बस्दा बस्दा त बोरिङ हुन्छ होइन च्यालेन्ज। सो केही न केही त गर्नु पर्यो। सो अब चाहिँ म गाइज एउटा कविता कम्पोज गर्न गएको छु। गाइज धेरै टाइम लगाएर मैले एउटा छोटो कविता पनि कम्पोज गरेको छु होइन, सुन्नुहोस् है कस्तो लाग्छ। सो कविताको टाइटल रहेको छ आशा। जीवनमा आशाको आशले नै त दिनहरू काटिन्छ। जीवनमा आशाको आशले नै त दिनहरू काटिन्छ। त्यही आश बोकेर अन्जानसँग पनि प्रेम साटिन्छ। त्यही आश बोकेर अन्जानसँग पनि प्रेम साटिन्छ। त्यसैले आशा नै जीवनको रङ्गीन वस्त्र हो। आशा नै त जीवन युद्धको समस्त शस्त्र हो। अहिले चाहिँ रात परिसक्यो गाइज, तपाईँहरू देख्न सक्नुहुन्छ र आई एम स्टिल इन दिस रेक्टेङ्गल गाइज, देख्न सक्नुहुन्छ। सो हाम्रो खाना पनि आइसक्यो, यहाँ देख्न सक्नुहुन्छ। दिस तरकारी, दाल, भात होइन, साथमा पानी। खाना चाहिँ बहिनीले यहाँ पुऱ्याइदिनु भएको गाइज। फाइनल गाइज अहिले चाहिँ खानपिन भइसक्यो र अब कस्तो निन्द्रा लाग्यो गाइज यार। दिस इज सिरानी, दिस इज कमल गाइज। गाइज आज बाहिरै सुत्नुपर्छ, च्यालेन्ज इज च्यालेन्ज। मैले चाहिँ सुत्ने बनाइसकेँ होइन, अब चाहिँ सुतौँ, भेटौँला है त भोलि बिहान। गुड मर्निङ गाइज, अहिले बिहानको 4:30 भइसक्यो र म अहिले उठिसकेँ गाइज। गाइज यस्तो हालत भयो नि सुत्दाखेरि यार, यस्तो पानी आएर हामी यहाँदेखि पानी चोइरहेको क्या, घरबाट पानी चोइरहेको गाइज। यस्तो अवस्था छ यार। टक्क यहाँ सुतिरहेको थियो, यहाँ पुरा पानी आइसक्यो, देख्न सक्नुहुन्छ होइन भाइ। यहाँ पनि पानी चोइरहेको गाइज, यहाँ पनि पानी चोइरहेको छ। यति ठुलो पानी परिरहेको नि, आमा च्यालेन्जलाई नै अस्तव्यस्त बनाइदिए गाइज यार। म यसरी बस्नु परिरहेको छ यहाँ। अहिले चाहिँ बिहान भइसक्यो गाइज र पानी परिसकेपछि नि वातावरण यस्तो हरियो देखिरहेको छ कि हेर्नु त। टक्क पुरा एकदम गाइज बिहान भइसक्यो र बिहान बिहान हाम्रो काम के हुन्थ्यो, अब मलाई त्यही लागिरहेको छ यार। समस्या भयो नि त। अब छोइदिउँ क्या हो, छोइदिउँ क्या हो। उइ उइ उइ
अल्छी लागिरहेको छ यार, के गरेर बसौँ म, भन्नुहोस् त तपाईँहरू, के गरेर बसौँ। सो थोरै एक्सर्साइज गरौँ है त। 1 2 3 4 5 6 7 8 9 20। अहिले नास्ताको लागि हामीसँग आँप आएको छ गाइज, यति धेरै आँप छ होइन। गाइज अहिले चाहिँ नास्ताको लागि दही चिउरा आइसकेको छ। फाइनली गाइज नास्ता भयो, अहिले कस्तो इनर्जी आएको जस्तो भयो गाइज। अब थोरै डान्स हान्नौँ है त। गाइज अहिले च्यालेन्जको 18 घन्टा भइसक्यो र अब 6 घन्टा बाँकी छ र अब च्यालेन्ज के गरौँ यार, मलाई कस्तो झ्याउ लाग्न थालिसक्यो गाइज। स्लिपिङ, सिटिङ एन्ड स्ट्यान्डिङ, 3 थिङ्स आई हेभ डन सो फार। हे बारै लै गाइज च्यालेन्जमा कति बसिराख्ने न, अब चाहिँ म एउटा खुट्टाले मात्रै उभिने च्यालेन्ज गर्छु कि। गाइज मैले यो रेखा पनि पिठोको बनाएको थिएँ होइन, पानी आएर पुरा यतातिर त भिजाइसकेको छ कि यहाँ। फाइनली गाइज अहिले चाहिँ खानको लागि एउटा बदाम ड्रिङ्क आइसकेको छ यार। मलाई लागि त रहेको छ होइन, तैपनि अब यस्तो मिठो चिज आइसकेपछि खाइदिउँ न। गाइज अब च्यालेन्जको 4 घन्टा मात्रै बाँकी छ होइन, बाँकी अहिले मलाई यस्तो गाइज लागिरहने यार, यही च्यालेन्ज भइरहेको क्या। अब गाइज अहिले चाहिँ दिउँसोको खाना आइसकेको छ, तपाईँले देख्न सक्नुहुन्छ। दिस इज भात, तरकारी, करेलाको तरकारी, दाल र यहाँ चाहिँ काँक्रा छ होइन। सो भात खाम। र फाइनली गाइज खानपिन भइसक्यो र खानपिन खाइसकेपछि कस्तो गर्मी भयो गाइज यार। बल्ल शीतल भयो गाइज यार। वाह हावा पनि चल्यो ठ्याक्क। अहिले चाहिँ दिउँसोको 1:30 भइसकेको छ र च्यालेन्जमा अब 2 घन्टा मात्रै बाँकी छ र अहिलेसम्म सबै कुरा ठिक छ, बाँकी मात्रै लागिरहेको छ होइन। फाइनली गाइज च्यालेन्ज कम्प्लिट भइसकेको छ। आज 3:40 गइसक्यो गाइज। म चाहिँ निदाएको थिएँ र टाइमको थाहा नै भएन होइन, 3:30 सम्म च्यालेन्ज थियो, 3:40 भइसकेको छ होइन। गाइज मलाई यस्तो लागिरहने होइन, च्यालेन्जमा एकदमै मजा आयो गाइज होइन, एकदमै रमाइलो भयो गाइज। अब बाहिर जाऊँ है त।